सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लगमा तपाईँलाई स्वागत छ हैन। आज चाहिँ एकादशीका दिन हैन। आज चाहिँ मेलामा जानुपर्ने छ हैन। आज चाहिँ अब हाम्रो नजिकै मेला हुँदैछ, गइरहेको छ हैन। त्यसले गर्दाखेरि हामी बिहान चाहिँ गोरुहरू फुकाएर ल्याइसकेको हैन। बाख्रा गोरुहरू बाख्रा चाहिँ पुता पर गइसक्यो हैन। म चाहिँ फिलहाल अहिले म जङ्गलमा छु, हाम्रो खरबारीदेखि यता भित्रपट्टि हैन। तर यहाँ एउटा घर मात्रै छ कि लास्टको एउटा घर हैन। हामी त्यसको पछाडिपट्टि हल्का जङ्गल जस्तो छ, यहाँनिर मैले चाहिँ गोरु हालिदिएको छु हैन। अब आज चाहिँ मेला जानुपर्ने छ, त्यही भएर चाँडै आएर बिहान सर काम भ्याएर हैन त्यसपछि हामी जानुपर्ने छ हैन। सो हाम्रो यहाँ जङ्गलको भ्यू हेर्न सक्नुहुन्छ तपाईँले, के एकदम बवाल छ क्या, एकदम बेस्ट हैन। किनभने 3-4 दिन लगातार बारिस परेको छ हैन, पानी परेको छ हैन। त्यसले गर्दाखेरि अहिले चाहिँ बिहानको मौसम चाहिँ एकदम मस्त, एकदम खरा झकास छ हैन। हेर्न सक्नुहुन्छ तपाईँहरू हैन। यो चाहिँ लास्ट घर हैन, हाम्रो गाउँको एकदम जङ्गलतिरको लास्ट घर हैन। मेरो गोरु एउटा यहाँ छ, एउटा यहाँ छ, ऊ त्यहाँ छ, एउटा यता कता थियो, 3वटा गोरु छ हैन। एउटा उता रहेछ। यो हो नेचुरल ब्युटी हाम्रो पहाड एरिया हैन, प्युठान। खराखाँचीको नजिकै प्युठान एकदम। यो दाउरा घाँस लिने बाटो हो हैन, तर अहिले रानी वन के भन्छन्, त्यसले गर्दाखेरि यो बन्द छ हैन। गाई गोरुहरू बाख्राहरू लिनु पाइयो, तर घाँस दाउरा काट्न पाइएन। यो चाहिँ खरबारी भइगयो हैन। यो यहाँबाट ल्याएर यताबाट यहाँ काटिसकेको छ घाँस, यहाँबाट ल्याएर परस फत्तै परसम्म पुरै खरबारी हैन। यहाँ भिर बाख्राहरू त थुप्रो छन् हैन। मौसम पनि एकदम राम्रो छ कि, एकदम खतरा एकदम बस्ने एकदम हेर्ने लायकको हैन। राम्रो पनि मौसम छ आजको दिनमा हैन। यो घर पनि हेर्नु कस्तो राम्रो देखिएको छ। यो मौसमले गर्दाखेरि यो घर पनि कस्तो राम्रो देखिएको छ। यो लास्टको घर हैन। गाउँभन्दा लगभग 100-150 मिटर अलि भित्रपट्टि छ यो गाउँ हैन, गाउँभन्दा। त्यसले गर्दा पनि हो एक लास्ट हैन। ल लास्ट भिडियो गोठालोको के कस्तो भिडियो लाग्यो, लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला। ल यस्तै भिडियो हेर्नको लाइक शेयर सब्सक्राइब र यस्तै फलो गर्न नभुल्नु होला। ल मिल्दै अर्को भिडियोमा, तब तकलाई बाई, टाटा।